So just one word the Lord gave me to focus today and tomorrow. एउटै कुरामा प्रभुले मलाई आज र भोलि चाहिँ केन्द्रित रहनु भन्ने कुराहरू देखाउनु And भएको that छ। is the word called faith. अनि एउटा शब्दलाई भन्दै गर्दा चाहिँ त्यो चाहिँ विश्वास भन्ने शब्द हो। We all need faith in our life. हाम्रो जीवनमा सबैलाई विश्वास भन्ने कुरो एकदमै चाहिन्छ। Not just the young people, but even the moms and even the dads. We all need faith. जवानहरूलाई मात्रै होइन अरे आमाहरूलाई बाबुहरूलाई हामी सबैलाई यो विश्वास भन्ने कुरो चाहिँ एकदमै चाहिने And कुरा you हो। and I have to set the example in this time, in this generation, by living a life of faith. अनि यो समयहरूमा यो दिनहरूमा चाहिँ हामीले विश्वासमा जिएर एउटा गवाई बन्ने दिनहरू छ। Never think you are too small. तपाईले यो आफैलाई म एकदम तुच्छ छु भन्ने Never नठान्नुहोस्। think that you can do nothing. तपाईले केही गर्न सक्दिन भन्ने नसोच्नुहोस्। You can set a good example तर तपाईले एउटा राम्रो गवाई तपाई बनाएर by खडा living a हुनुहुन्छ। life of faith. त्यो चाहिँ विश्वासमा खडा भएर। You know what faith is? तपाईलाई थाहा छ विश्वास के हो? Faith is the currency of heaven. विश्वास चाहिँ स्वर्गको मुद्रा हो, एउटा रुपैयाँ जस्तो। Without faith, you cannot survive in the kingdom of God. विश्वास बिना चाहिँ प्रभुको राज्यमा हामी जिउन सक्दैनौँ। See, for example, to live in this world, we all need what? Money. हामीलाई यो संसारमा जिउन पनि पैसै चाहिएको होइन र? The currency of this world is money. यो संसारको करेन्सी मुद्रा चाहिँ रुपैयाँ हो। In हाम्रो India, without Mahatma Gandhi, no one can survive. इन्डियामा हो भने महात्मा गान्धीको टाउको छाप भएको रुपैयाँ जुन छ त्यो बिना कोही पनि जिउन सक्दैन। To survive in India, we all need that note, that 500 Mahatma Gandhi notes. We need that money. महात्मा गान्धीको टाउको छाप लागेको 500 को नोट चाहियो है त्यो जिउनुको लागि चाहिँ। Without money, we cannot buy anything. Without money, we cannot do anything. Without money, we cannot go here and there. केही पनि गर्न सक्दैनौँ पैसा रुपियाँले। न पैसा रुपियाँ बिना हामी केही किन्न सक्छौँ, न कहीँ जान सक्छौँ, केही पनि गर्न सक्दैनौँ यदि पैसा छैन भने। Because money is the currency of this world. किनभने यो संसारको चाहिँ यो पैसा चाहिँ एउटा करेन्सी, एउटा रुपैयाँ हो। Without money, you cannot survive in this world. यो संसारमा हामी पैसा बिना जिउन सक्दैनौँ। So in the same way, even in the kingdom of God, faith is the currency of heaven. त्यस्तै प्रकारले प्रभुको राज्यको लागि पनि त्यही विश्वास चाहिँ एउटा त्यही जस्तो कुरा हो। Without faith, you can do nothing in the kingdom of God. प्रभुको राज्यमा तपाईले विश्वास बिना केही पनि गर्न Without सक्नुहुन्न। faith, you cannot fulfill the call of God. परमेश्वरको बुलाहटलाई तपाईले विश्वास बिना पूरा गर्न Without faith, सक्नुहुन्न। you cannot move in the kingdom of God. प्रभुको राज्यमा अगाडि बढ्न सक्नुहुन्न। Without faith, you cannot fulfill the plan and the purpose of God that God has for you. तपाईको लागि भएको परमेश्वरको योजना र उद्देश्यलाई विश्वास बिना तपाईले पूरा गर्न Without सक्नुहुन्न। faith, you will be paralyzed in the kingdom of God. प्रभुको राज्यमा तपाई विश्वास बिना पेरालाइज Without faith, you will be nobody in the kingdom of God. विश्वास बिना प्रभुको राज्यको लागि तपाई केही पनि Without हुनुहुन्न। faith, you can never do the ministry of Jesus Christ. विश्वास बिना प्रभुको राज्यको काम तपाईले गर्न सक्नुहुन्न। Because faith is the currency of heaven. किनभने विश्वास चाहिँ प्रभुको राज्यको If लागि you want to do चाहिने great कुरा and हो। mighty things in the kingdom of God, you need faith. तपाईले प्रभुको राज्यको लागि केही गर्न चाहनुहुन्छ भने तपाईलाई विश्वास If you चाहिन्छ। want God to use you, you need faith. परमेश्वरले तपाईलाई चलाएको चाहनुहुन्छ भने तपाईसँग विश्वास If हुनु you पर्यो। want to do the things that God wants you to do, then you need faith. तपाईले परमेश्वरले जे चाहनुहुन्छ त्यो गर्न If चाहनुहुन्छ you भने want to त्यो do विश्वास something चाहिन्छ। for the kingdom of God, you need faith. प्रभुको राज्यको लागि केही गर्न चाहनुहुन्छ भने विश्वास Because चाहिन्छ faith is the तपाईलाई। currency of heaven. किनभने प्रभुको राज्यको लागि यो करेन्सी Many people, they go to church, they pray, but they don't have faith. धेरैचोटि मान्छे चर्च जान्छन् प्रार्थना गर्छन् तर विश्वास हुँदैन। That's why their spiritual life is dry up. उनीहरूको विश्वासी जीवन पनि That's why सुक्दै they are जान्छ। dying in their spiritual life. अनि उनीहरू आत्मिक जीवनमा मर्दै जान्छन्। We need faith to be strong in our spiritual life. हाम्रो विश्वासी जीवनमा बलियो हुनको लागि फेथ हामीलाई Just विश्वास like चाहिन्छ। if you don't have money, you can do nothing in this world. जसरी तपाईँ पैसा बिना संसारमा केही पनि गर्न सक्नुहुन्न, In the same way, without faith, you can do nothing in the kingdom of God. विश्वास बिना प्रभुको राज्यमा तपाईँले केही पनि गर्न So सक्नुहुन्न। the Lord is telling us today त्यसकारणले परमप्रभुले हामीलाई to भनिराख्नु have भएको छ faith in Him alone.
अनि त्यसकारणले उहाँमा नै विश्वास राख्नुपर्छ। Today and tomorrow we will go deeper and deeper in this revelation of faith. यो विश्वासको बारेमा हामी भोलिको दिनमा अझै गहिरो अनि अझै गहिरो हामी And I जानेछौँ। truly believe that God will release the spirit of faith inside our hearts. अनि मलाई विश्वास छ प्रभुले हामीलाई विश्वासको बारेमा गहिरो प्रकाशहरू And in your प्रकाशित DNA you will have गर्नुहुनेछ। that spirit of faith after this conference. अनि म विश्वास गर्छु यहाँबाट जाँदै गर्दा तपाईँले ठुलो विश्वासमा After लगेर this जानुहुनेछ। conference, your life will be full of faith. तपाईँको यो कन्फरेन्सको बादमा तपाईँको जीवन चाहिँ विश्वासले पूर्ण And you will हुनेछ। set a good example in the believers in the body of Christ by living a life of faith. विश्वासको जीवन जिएर मण्डलीमा तपाईँ एउटा बलियो गवाही बन्नुहुनेछ। The Bible also says without faith we can never please God. अनि बाइबलले भन्छ प्रभुलाई हामी विश्वास बिना खुसी पनि पार्न In सक्दैनौँ। Hebrews chapter 11 verse 6 it says without faith it is impossible to please God. हिब्रू 11 को 6 मा यही लेखेको छ कि हाम्रो विश्वास बिना चाहिँ परमेश्वरलाई खुसी पार्न सक्दैनौँ। You may be praying, you may be fasting, you may be going to church, you may be giving tithes and all, but without faith it is impossible to please God. तपाईले सबै कुरो गर्नुहुन्छ होला, दशंश दिनुहुन्छ होला, चर्च जानुहुन्छ होला, तर तपाईले आफ्नो जीवनमा विश्वास चाहिँ छैन भनेदेखि परमेश्वरलाई खुसी तुल्याउन Do you know सक्नुहुन्न। the fastest way to please God is faith? तपाईलाई थाहा छ सबैभन्दा छिटो तरिका चाहिँ हाम्रो विश्वास It is not जसले प्रभुलाई खुसी even बनाउँछ। it is not even your tears. तपाईको आँसु पनि होइन वास्तवमा। Sometimes people they shed their tears but no faith. धेरैजसो मान्छे रुई रुई प्रार्थना गरिरहेको हुन्छ तर विश्वास चाहिँ हुँदैन And उनीहरुमा। there is just an emotional. त्यो चाहिँ एउटा भावनामा आउने And कुरा I'm not मात्रै हो। saying don't be emotional. Being emotional is good in the presence of God, but have faith. Amen. प्रभुको उपस्थितिमा भावनामा रहनु नराम्रो कुरो होइन। कहिलेकाहीँ हामी प्रभुको उपस्थितिमा रुनु That's why पर्छ, तर whatever- विश्वास हुनु जरुरी छ। That's why whatever we do, we should do it with faith. त्यसकारणले हामी जे पनि गर्छौँ विश्वासको साथमा गर्नुपर्छ। Pray by faith. प्रार्थना गर्नुपर्छ Do विश्वासको fasting by साथमा। faith. उपवास बसेर Serve the kingdom of God by विश्वासको faith. साथमा। हामीले कुनै कुरो बाँडचुँड गर्दा Give विश्वासको by साथमा। faith. दिँदै गर्दा Bring your विश्वासको tithes in the साथमा। house of God by faith. प्रभुको राज्यमा दशांश ल्याउँदा पनि Worship विश्वासको Jesus साथमा। by faith. सबै कुरो विश्वासले Give गर्नुपर्छ। thanks to the Lord by faith. विश्वासको साथमा उहाँलाई धन्यवाद Praise दिनुपर्छ। Jesus by faith. प्रार्थना गर्दै गर्दा विश्वासको साथमा। Rejoice by faith. अनि खुसी हुँदा पनि Preach विश्वासको by साथमा। faith. प्रचार